हेलो गाइस, गुड आफ्टरनुन यहाँहरु सबैमा। गाइस, यहाँहरु सबै सन्चै हुनुहुन्छ होला, जाति खुसलले हुनुहुन्छ होला। र अहिले चाहिँ म गाइस यहाँ बारीमा आइरहेको छु। ठक्कै यहाँनिर हेर्नुस्, तपाईलाई देखाउँछु। म यहाँ चाहिँ सब्जी बारीमा आइरहेको छु, सब्जी टिप्नु। भोलि चाहिँ शुक्रबार परेको छ हैन, सट्टै शुक्रबार। भोलि सब्जी बेच्नु लानु पर्यो, जति निस्किन्छ भनेर। यहाँ बी छ हैन, बीहरु छ। खोर्सानी त अब निस्केको छैन, बी चाहिँ टिप्न आइरहेको छु। गाइस हेर्दै गर्नुहोस्, म यहाँलाई देखाउने छु मेरो जुन आजको कामहरु चाहिँ यहाँलाई देखाउने छु। गाइस हेर्दै गर्नुहोस्। बी चाहिँ यसरी फलेको छ हैन। टक्कै अब यो बीहरु टिप्नु पर्ने छ। पर छ यो एक गरा छ वरपर, तर आधी सम्म मात्रै अहिले अगाडि रोपेको चाहिँ आधी सम्म चाहिँ फलेको छ हैन। यो चाहिँ अब टक्कसँगले टिप्नु पर्ने छ। यहाँदेखि उता चाहिँ हरियो बी थियो हैन। गाइस हेर्नुस् है, प्योर अर्ग्यानिक गाईको मल यसरी लाएर सबै यो चाहिँ पर्पल कलरको बियो है साथी हो। हेर्नुस् यसरी मजाले फलेको छ हैन। अझै अब यो अझै राम्रोसँगले फलेको छैन। यो अब भर्खर नर घाँस हो, फुल्दैछ, कोही फलिरहेछ। त्यहाँदेखि फेरि यहाँ उता तिते बी छ। तिते के अब हरियो बी भनौँ न हैन। तिते बी भन्दाखेरि अर्को तिते बी चाहिँ हैन। ठक्कै यसरी बी टिपाइ हुँदैछ, हेर्दै गर्नुहोस् साथी हो। ठक्कसँगले साथी हो यता चाहिँ हट्टै टिपिसकेको बोटो। फर्स्ट टिपाइले गर्दाखेरि त्यति साह्रो अहिले निस्केको छैन। अब फेरि यता हल्का फुल्का सिला गर्नुपर्ने छ, टिप्नु पर्ने छ हैन। यता पनि छ यो बोट, यसरी टिप्दैछु अलिअलि जति फलेको छ। किनभने यो फर्स्ट टिपाइले गर्दा चाहिँ त्यति साह्रो अहिले चाहिँ निस्किँदैन। अब नेक्स्ट एक दुई हप्ता बादमा चाहिँ मजाले निस्किन्छ। हेर्दै गर्नुहोस् साथी हो, तपाईलाई म देखाउने छु आजको मेरो भ्लगमा। हेर्नु नभुल्नु होला। यो चाहिँ साथी हो तिते बी भर्खर फुल्दैछ। तपाईलाई थाहै छ होला, थाहै छ कतिलाई। ठुल्ठुलो फल्छ, तर यो चाहिँ अलिक तितोमा हुन्छ। यो यसरी तिते बी पनि छ, यहाँ रोपेको छु, तर अलिक कम्ती मात्रामा छ तिते बी। भर्खर फुल्नु सुरु हुँदैछ। त्यहाँ एउटा बैगुन पनि फलिरहेको रहेछ। साथी हो मैले चाहिँ अहिले भने चाहिँ बी टिपेर सकेको छु हैन। टक्कै यता चाहिँ बी छ यहाँ जग्गामा हैन। तर यो फर्स्ट टिपाइले गर्दाखेरि त्यति बेसी छैन। तपाईलाई मन पर्छ पर्दैन हैन। हेर्नुस् टक्कसँगले मजाको ठुल्ठुलो फलेको छ। यो नर घाँस हो हैन। पर्पल कलरको पनि छ, अन्त अर्को हरियो कलरकोमा पनि छ।
कोलाई मनपर्छ कमेन्टमा भन्नु होला साथी हो। ठक्कै हैन यो बीज चाहिँ काटेर चडक्कसँगले जिरा मसला पेसेर चाहिँ सुप लाएर खानु पनि त्यति नै मिठो हुन्छ। शरीरको लागि हैन, स्वास्थ्यको लागि धेरै राम्रो हुन्छ। अनि तपाईलाई मन पर्छ पर्दैन कस्तो लाग्छ कमेन्टमा भन्नु होला साथी हो। यो केटाले चाहिँ यसरी हैन बस्तीमा ठक्कै काम गर्छ, खटाई दर्रो छ केटाको। यसरी सब्जीहरू रोपेको छ। हेर्दै गर्नुहोस् गाइस, अब म फेरि तपाईलाई देखाउने छु। अब चाहिँ भेन्डी टिप्नु जाने छु हैन। त्यो भेन्डी पनि फर्स्ट टिप्यो तर त्यति बेसी निस्किँदैन होला, तपाईलाई म देखाउने छु। हेर्दै गर्नुहोस्। सबै मिक्स भएको छ हैन, सबै एकै जग्गा टिपेको। पर्पल कलरको पनि छ बी, हरियोमा पनि छ। भेन्डी चाहिँ यही छ हैन, अलिक पातला पातला छ। अनि जस्तै झार गरेको फेरि यतिको भइगयो छ। फल्नु चाहिँ अलिअलि फलेको छ। यो पनि एकदम प्योर अर्ग्यानिक हो। तपाईलाई थाहा छ होला यो भेन्डी चाहिँ खानु राम्रो हुन्छ। तपाईको यो भेन्डीको सब्जीले चाहिँ मासी भित्र हड्डीको मासी बढाउने काम गर्छ यसले। अनि यो खानु पनि राम्रो हो, एकदम भिटामिन उयो हो, सब्जी एकदम राम्रो हुन्छ। यो चाहिँ अब फेरि म टिप्नु गइरहेको छु। हेर्दै गर्नुहोस् साथी हो, तपाईलाई म देखाउने छु फेरि। भेन्डी बारी चाहिँ हो साथी हो, हेर्नुहोस् झारी जस्तै गोडेको फेरि यसरी आइगयो। अहिले बोट पनि सानै छ भेन्डीको हैन। टक्कसँगले यसरी रोपिएको छ भेन्डी पनि। यहाँ चाहिँ अलिक पातला भएको छ। भेन्डी पनि टिपिसक्यो हैन साथी हो, तपाईलाई देखाउँछु। हेर्नुहोस् भेन्डी चाहिँ एकदम प्योर अर्ग्यानिक साथी हो। यहाँ चाहिँ गाईको मलले फलेको र यसरी काँक्रा पनि फल्दैछ अलिअलि, सुरु छ भर्खर। साथी हो, तपाईलाई मैले आजको भ्लगमा मैले यहाँलाई मेरो काम कुरोहरू देखाइसकेको छु। यो केटा चाहिँ खालि गाडी कुदाउनु मात्रै नभएर बस्तीमा बसेर हैन यसरी खेती सब्जी रोपनहरू यसरी गर्छ, सब्जीहरू लाएर हैन। अब भोलि ठक्कै शुक्रबार हाटको दिन पर्छ। शुक्रबार सिङतामा हाट लाग्छ हैन। अब सब्जी बेच्नु जानेहरू लाँदै यसरी म पनि हल्का फुल्का जति निस्किन्छ भोलि लानुपर्ने छ हैन। गाइस, यहाँलाई आजको मेरो भिडियो कस्तो लाग्यो हैन, हेरेर लाइक कमेन्ट सेयर गर्नु पनि नभुल्नु होला। र धेरै दिनको बादमा यहाँसँग भिडियो लिएर एउटा भ्लगमा आइरहेको छु हैन। र यहाँले साथ सपोर्ट दिनु नभुल्नु होला। यो केटा
को भ्लग आउने नै छ यहाँहरूसँग, यहाँहरूले देख्नु पाउनुहुनेछ। र बस्तीमा धेरै खटिँदैछ यो केटा चाहिँ होइन, यसरी सब्जी रोप्दैछ। सब्जी रोपेर होइन खोर्सानी पनि लाएको छु, बादमा यहाँलाई देखाउने छु। गाइस हेर्नु नभुल्नु होला, मेरो भिडियोलाई हेरेर एकदमै लाइक कमेन्ट सेयर पनि गर्नु नभुल्नु होला। ओके बाई बाई गाइस।